Hello everyone, welcome to my channel. This is our second day of camping. Day 1 को भिडियोबाट तपाईहरुलाई थाहा भइसक्यो. हामी यहाँ अहिले फोर्टुसकै क्याम्पिङ ग्राउन्डमा छौं. हाम्रो चिया पकाउने यहाँ बहिनीले चाहिँ जोस मिठो चिया खुवाउला जस्तो हेर्दाखेरि पनि हैन. अन्डा पाके हो. हामीले सबैलाई के सब भोक लागिसक्यो हैन? भोक लाए जस्तो भा. भाउजू भोक लाग्छ छैन अब? अलिअलि त्यस्तो मेरो बाबैलाई हैन. बिहान उठेर के खाना राति सुत्ने दिउँसो काम हुन्छ. के हो न्युटेला? के मान्नु? क्रिस्चियन मान्नु? बस्ने हो. यता बस्ने हो क्या? बहिनी यहाँ पुरै टिपटप भएर छाता बोकेर चस्मा ढल्काएर हैन पुरै प्रिपेयर भएर जानेछन्. हामी ट्रेक जाने बाटो चाहिँ हो. हामी चाहिँ रेडी हुँदैछौँ. दियोस् म बहिनी दुईजना बहिनी भाउजू दाइ. अब हामी लुकआउटको लागि 35 मिनट वक जान लाग्यो. क्याम्पिङ सकेर सबैजना यहाँ पुरै एक्साइटेड छन्. बहिनी रेडी छन्, भाउजू अगाडि हुनुहुन्छ, मन्जु दाइ यता हुनुहुन्छ. हामी 5जना यता छौँ, 4जना उता हामीलाई वेट गरेर बसिरहेछन्. Every walk has a story. With each step, we leave the noise behind and reconnect with nature, with others, and with ourselves. अहिले 35 मिनेट भयो यो 5 घण्टाको रिटर्न कता जाने भने 1.5 आवर रिटर्न भने हामी जाने कहाँ हो? हामी जाने यो सिस्टममा. यो राहुल लुकआउटमा जाम के हो? हामी अब केप राहुल लुकआउट जाँदैछौँ है. हामी सिस्टम ब्लफ लुकआउट जाने भनेको केप राहुल लुकआउट जाँदैछौँ. जोस् हल्का चेन्ज भयो प्लान हैन. प्लान चेन्ज भयो तर ड्युरेसन चाहिँ एउटै हो. 1.5 आवर रिटर्न रहेछ. अझै पनि 1 बोतल पानी हाल्न पाए नि खिच्कोला जस्तो मलाई लागिरहेको छ. अब फेरि फर्केर जाँदैन को फर्केर जान्छ फेरि. बहिनीको स्वाग छुट्टै छ फेरि त्यता. ल दौड गाडी ढिलै घण्टा हो. ल जाम. यो चाहिँ अब सिफ्टन बफ उता जाने जुन हाम्रो प्लानिङ. केप राहुल हामी अब यता जाँदैछौँ. यो चाहिँ जङ्सन पोइन्ट रहेछ होइन. ठिक छ, सबैजना साथीहरू अगाडि गइसक्यो. बाटो त्यस्तो धेरै खास चाहिँ उकालो छैन, हल्का जेन्टल स्लोप छ. नत्र त फ्ल्याटै रहेछ सिधा सिधा. त्यही भएर खासै थके चाहिँ लागेन है. खासै थके त लागेन है. त्यस्तो उ त छैन नि, सिम्पल हिँडिरहेको भएर होला त्यस्तो गाह्रो भयो. त्यो नि हुनसक्छ. मेरो अस्ति 16,000 स्टेप पुगेछ आज. कति स्टेप पुग्ने हो? 30,000 कट्छ होला सायद. 30,000 कति त भयो. कति क्यालोरी त घट्ला नि हैन? पछि ग्याप हेर्दैन है. थकेर लाग्दैन नै. सबैलाई लाग्दैन. थके लाग्ने सबैलाई अगाडि पठाउँ हामीले होइन.
क्यामेरा लिनु चाहिँ ट्याक्क साउन्ड हो गाइज यो चाहिँ मेरो भाइले नेपालदेखि गिफ्ट पठाएको इट्स सो कम्फी बाबु थ्याङ्क यू सो मच फर द गिफ्ट जुगा पनि आउँछ होइन हिँड्दाखेरि एकदम होस पर्छ ल एकदेखि अर्कोमा ट्रान्सफर हुँदैछ जुगा आई थिङ्क अब चाहिँ हामी केप रोल ट्र्याक लुकआउटनिर आइपुग्न लागेको जस्तो लाग्यो त्यहाँबाट चाहिँ ब्युटिफुल भ्यू देखिन्छ भन्ने लेखेको थियो गुगल म्याप्समा लेट्स सी हाउ इट गोज होइन भन्दै अब बहिनी त एकदम थकेर आएर पुरै कहिले आयो होला र बस्नु नभएको जस्तो लाग्यो यहाँ अनिल प्रति हाम्रो मोटा जस्तो लाग्यो लिज थेरापी गर्दैछ जत्राको तत्रै छ लिज थेरापी गर्दैछ जता कत्रै एकछिन मोटाउँछ होला यहाँनिर पुरिरहेको के अरे उहाँको अनुसार चाहिँ लिज उहाँको अनुसार चाहिँ 1 नम्बर जुका अथवा लिच एकदम अर्ग्यानिक ठाउँमा मात्रै पाइन्छ जहाँ अलिअलि पनि इनअर्ग्यानिक थिङ हुन्छ त्यसमा जुका सर्भाइभ गर्न सक्दैन भनिसकेपछि जुका इज ए पेरिमिटर टु नो द इन्भाइरोमेन्ट इज सेफ एन्ड क्लिन ओके अनि दोस्रो जुकाले इम्प्योर ब्लड मात्र तान्छ त्यही भएर लिच थेरापी हुन्छ मार्केटमा लिज थेरापी पनि हुन्छ मार्केटमा त्यही भएर जुकासँग डराउनु पर्दैन ए माया गरेर हुन्छ यसरी नयाँ कुरा थाहा पाइयो है त यसरी टक्क लाएर कहीँ जुगा छ भने मेरो लगभग 5-10 मिनट भयो होला यो जुका बढाएको छैन होइन भनेपछि आई क्यान बिलिभ खासै इम्प्योर ब्लड नभएर हो कि होला भनेपछि सफा रगत छ भनेर बुझ्नु पर्यो के डराइहाल्नु परेन त 10 मिनट राखेको केही भएको छैन ल अब चाहिँ हामी लुकआउटमा आइपुगे जस्तो लाग्यौँ लेट्स सी है त कस्तो देखिन्छ भ्यू गुगल म्याप भर्सेस एक्सपेक्टेसन भर्सेस रियालिटी त हुँदैन नि ल alright guys, this is the view of my beautiful view. यो चाहिँ अर्को ग्रुप छ यतातिर अर्को ठाउँमा ओ फोटोसुट भइरहेको छ त यहाँ हेलो कस्तो भयो भ्यू खतरा ओ यहाँ पनि खतरा रहेछ ल It's not about the distance, it's about the journey. Breathe, move, and enjoy. मन्दिरलाई कस्तो लाग्यो भ्यू एकदम पर्फेक्ट वर्थ इट विक्रमलाई एकदमै राम्रो छ भ्यू है ल फेरि फेरि आउनु होला सबैजना यहाँ हामीहरू हावाले धन्य उडाएन त विक्रमलाई मलाई त हैन पूजालाई चाहिँ अलि गाह्रो मलाई उडा छैन यही ए हो दाइ हजुरलाई
हाम्रो बहिनी चाहिँ चुप लाएर बसिराख मलाई सोधेन भनेर कस्तो लाग्यो बहिनी रमाइलो अब हामी घर जाँदैछौँ है ल फेरि भेटौँ ल